नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मदन ब्लग 413 मा। आजको ब्लग चाहिँ म हाम्रो गरिमा चौधरी बहिनीको बारेमा बनाउँदै छु र जति पनि सोशल मिडियामा काम गर्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ हैन, एक भिडियो गरिमा चौधरी बहिनीको लागि बनाएर चाहिँ न्यायको माग गर्दै सपोर्ट गरिदिनु होला उहाँको बुबा आमालाई हैन, त्यही भन्न चाहन्छु। अनि चाहिँ त्यो दोषीलाई चाहिँ पुलिसले बयान लग्दाखेरि चाहिँ यस्तो भन्दैछ के, तर यसले यस्तो गरेकोमा यसलाई थोडा पनि पस्ताव छैन हैन, तर यसलाई चाहिँ फाँसीको सजाय हुनुपर्छ। अहिले चाहिँ गरिमा चौधरी बहिनीलाई यस्तो भइरह भोलि चाहिँ हाम्रो घरमा पनि हुन सक्छ। त्यही भएर चाहिँ हामीहरूले न्यायको माग गर्नुपर्छ, दोषीलाई चाहिँ फाँसीको सजाय हुनैपर्छ। सबै सोशल मिडिया चलाउनेहरूले चाहिँ एक एक भिडियो भए पनि गरिमा चौधरी बहिनीको न्यायको लागि भनिदिनु होला, बनाइदिनु होला भन्न चाहन्छु। रस्सी र चन्ना कसले लिएर आयो? चन्ना र रस्सी त्यही थियो। त्यही नै थियो। यो पनि झुटो बोल्दैछ तिमी। नढाटिकन भनेको अहिले चाहिँ नढाटिकन हो। त्यही थियो जम्मै। अनि म आएँ होइन, नुहाएर खानासाना खाएँ। अस्तिको कुरा हो, खानासाना गएको थियो, माया गरेको थियो। त्यो दिनमा त फर्स्ट दिन थियो, गाडी लिएर एक्लैले कुदाएको फर्स्ट दिन थियो। अनि ल्याएर आयो, खानासाना खायो। प्रदीप खड्का र तिमी सुमन लामा। सुमन थापा। तिम्रो नाम चाहिँ के हो? सुमन। अनि तिमीसँग त्यो गएर त्यो पनि सेक्स गर्ने एकजना साथीको हो? प्रदीप खड्का। पहिला उसले गर्यो, अनि उसले गर्दा उसले समात्यो थियो। पहिला तिमीले गर्यो? अनि पहिला त्यसले गर्यो, अनि पछि मैले गर्दाखेरि चाहिँ के भयो? मेरो झरिहाल्यो क्या एकैछिन। अनि तिमीले गर्दा उसले गर्दा तिमीले बच्चालाई समातेको थियो, अनि तिमीले गर्दा उसले समातेको थियो। उसले समातेन, ऊ भाग्यो। गाडी लिएर भने थुनायो। गाडी त्यही राखेको थियो, त्यो जहाँ अहिले गाडी लागिरहेको छ नि त्यही राखेको थियो। 9 बजे ठ्याक्कै ल्याएर अनि घरमा पुग्यो। सिमरा चौकबाट जसले मेरो घर पुग्छ नि, त्यो मेरो घर पुगुन्जेलसम्म त्यसको घर आइपुग्यो। सिमरामै छ। अनि अघिबाट डर लागेको थियो हल्का, किन म त सिमरामा छु, एक्लै छु, छुटिहाल्छु जस्तो लाग्यो मलाई नै। लास्टमा म कलाई नै आइपुग्नु पऱ्यो नि त, त्यसो हल्का डर लाग्यो। त्यो पनि खलासी नै हो? त्यो खलासी होइन, पढिरहेको। त्यसको मम्मीको नाम चाहिँ थाहा छैन। त्यसको मम्मी बाबा ब्रिटिसहरू हो, मम्मी चाहिँ विदेश हुनुहुन्थ्यो भनेर। प्रदीप खड्का नाम छ। तिमीले जत्रो? मैले त 16 वर्ष।